हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठेर मैले बिहान पानी पिइसकेपछि मैले बिटरुट सर्ट लिइसकेको छु। अनि आज हाम्रो प्रोग्राम भएको हुनाले म चाहिँ साथीलाई रेडी गरिदिएर फेरि म काममा जानुपर्ने भएको हुनाले चाहिँ म काममा आइसकेको छु। खासमा आज मैले छुट्टी मागेको थिएँ, तर मलाई छुट्टी नमिलेको हुँदाखेरि म चाहिँ हाफ डे ड्युटी गरेर रिक्वेस्ट गरेर चाहिँ म घर आइसकेको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले, म रेडी भएर प्रोग्रामको हेरिसकेको छु। यहाँ चाहिँ हामी गेस्टहरूलाई वेलकम गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। धन्यवाद। अनि यहाँ चाहिँ त्यसपछि पालो आयो हाम्रो पर्फर्मेन्सको। अनि हाम्रो पर्फर्मेन्स सकिसकेपछि यतातिर खाना स्टार्ट भइसकेको छ। अनि सबैजनालाई खाना सर्भ गरिसकेपछि म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ छ्याङ लिँदैछु। अनि खाना सबैलाई सर्भ गरिसकेपछि चाहिँ म एकदम भोकाएको थिएँ र म पनि थोरै खाना लिएर बसेको छु। त्यसपछि यता हेर्नुहुन्छ लाखे नाच। एकछिन रमाइलो गरेर त्यसपछि फेरि मलाई अर्को प्रोग्राममा जानुपर्ने भएको हुनाले म चाहिँ निस्किएँ गाई छोरो। घर आएर रेडी भइसकेपछि म चाहिँ लागेँ अल्बर्टसको कन्सर्टतिर। हेर्न सक्नुहुन्छ म चाहिँ उता पुगिसकेको ठिक्कमा पनि पुग्नु। अनि हाम्रो ब्यान्डको सबैजना चाहिँ इन्ट्री गर्ने टाइम पनि भएको रहेछ गाइस। सो यो मोमेन्ट चाहिँ एकदम ब्युटिफुल र एकदम आफूलाई लक्की फिल गरिरहेको थिएँ, किनभने मैले चाहिँ उहाँहरू इन्ट्री हुन लागेको भिडियो चाहिँ लिन पाएँ। म चाहिँ साथीहरूलाई वेट गरेर बसेको थिएँ, बाहिर एकदमै धेरै चिसो थियो। अनि साथीहरू आउन लेट भएपछि चाहिँ म पनि भित्र इन्ट्री गरेँ। हेर्न सक्नुहुन्छ भित्रको माहौल एकदमै रमाइलो छ र हाम्रो लोकल ब्यान्डले पर्फर्मेन्स गरिरहनु भएको थियो। अनि फेरि मेरो साथीहरू बाहिर आइसकेको रहेछ। अनि उनीहरूलाई चाहिँ म लिनलाई यहाँ बाहिर आएँ। मेरो साथी फेरि पुरा गफ गरिरहेको त, छिटो आइज छिटो भनेर बोलाएको कि मैले। त्यसपछि पालो आयो हाम्रो उसको पर्फर्मेन्सको। हेर्न सक्नुहुन्छ एकदम रमाइलो भइरहेको थियो। सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है त गाइस।